जनवरी 1 हो, जनवरी 2मा चाहिँ मेरो बर्थडे हो। अनि मैले चाहिँ केही प्लान गरेकै थिएन ब्लग बनाउने भनेर। अनि एक्कासी अहिले रातिको 11:20 जति भयो। अनि म चाहिँ यतिकै बसिरहेको थिएँ। अनि मैले चाहिँ यसो ब्लग बनाउँछु भनेर सोचेँ। अनि अब मेरो बर्थडे हो भोलि, ह्याप्पी बर्थडे टु मी। अनि अब चाहिँ 12 बज्नु लाग्यो। अनि 12 बजे चाहिँ मलाई कसले सबैभन्दा फर्स्टमा विस गर्छ। म चाहिँ एक्साइटेड छु, तर पनि मेरो केही बर्थडेको प्लान पनि छैन। अनि मैले आज चाहिँ मेरो साथीहरू रोस्ने अनि अरूसँग चाहिँ केक काटिसकेँ, किनकि भोलि मैले भ्याउँदिनँ जस्तो लाग्यो। तर मैले किन भ्याउँदिनँ नि थाहा होइन। ल हेरौँ है त अब मेरो बर्थडे कस्तो हुन्छ। लास्टसम्म हेरिदिनु होला। अनि लाइक, सेयर, कमेन्ट सबै गरिदिनु। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ल भन्नु मेरो लागि केही विस। जन्मदिनको धेरै शुभकामना। हेरेर भन्नु न। भन्दिनँ अब यहाँ त सक्दिनँ। यस्तो हुनुहुन्छ मेरो चाहिँ आलु त सबैसुकै। यो चाहिँ हाम्रो आलुबारी हो। मेरो चाहिँ बर्थडेको बेला केही धमाका होला जस्तो है। मलाई चाहिँ भर्खरै कल आएको थियो, मेरो के सामान हालेर कसले मलाई सरप्राइज गर्यो भने त अहिलेसम्म जिन्दगीमा कसैले सरप्राइज गरेको छैन। अब हेरौँ, अब कुर्दैछु, अब भिडियो गर्छु है भन्ने सोचेको थिएँ। हेरौँ गर्न सक्छु कि सक्दिनँ। मान्छेको अगाडि त अक्वार लाग्छ कि। जन्मदिनको धेरै धेरै शुभकामना होला। थ्याङ्क यू सो मच। त्यही नि कुन स्टोरबाट हो नि? पोखरा गिफ्ट ग्यालरी। माई गड भन्नु पर्यो। थ्याङ्क यू। Oh my god। सबै हो नि। ह्याप्पी बर्थडे। थ्याङ्क यू। कस्तो हुनु, मस्त हुनु, सधैँ ह्याप्पी भइराख्नु। के भन्नु छ पठाउनु मान्छेलाई? थ्याङ्क यू सो मच। कसले हो थाहा? हजुर। ए ल ल बर्थडे स्पेसल सेलरोटी बनाउँदै नि। यता चाहिँ अचार पाकेछ। मम्मीले चाहिँ यहाँ तल बसेर गोलो बनाउने। म चाहिँ बर्थडेको होला यस्तो पारामा म पृथ्वी चोकमा छु अहिले। मेरो भाइलाई लिन आएको आज। बर्थडे स्कुटी नै गतिलो रहन्छ कि स्कुटर गतिलो छैन अरे हाम्रो। भ्लग हो आज मैले भ्लग बनाएको कि। ल ह्याप्पी बर्थडे टु माई अमेजिङ सिस्टर है। ओ माई गॉड, आज बर्थडे स्पेसल छ। पहिले तेरो जुत्ता देखेर तल थाहा भएको थियो कि। मलाई हेरेर गाइस तपाईँहरूलाई केही लागेन होला है। म यस्तै नर्मली छु। म चाहिँ फाइनली चितमबाट आएँ। तर लुक एट गाइस हियर है। ल है गाइस हेर्नुहोस् यहाँ हाम्रो वेलकम टु माई बर्थडे ब्लग। यो चाहिँ हो हाम्रो गान्धी भाइ, हाम्रो हाई सम्झना, हाम्रो बाबा गोपाल बाको कान्छो पुसानी, यी ठुली थापा, यी सानी थापा। ल यो चाहिँ म। ल क्युट। यस्तो चाहिँ घुमाएर यो निभर्न पर्छ यो सबै त्यहाँ छोएपछि सबैलाई बस्दा हुन्छ।
यो पूजामा ह्याप्पी बर्थडे टु यु सँगै यसरी मनाउन पाइरहौँ हामीलाई धेरै शुभकामना मनले आन्टीको होस् चिठीको बनाइरहेको है अझै आउँथेन भनेको त्यो लेख भनेको लेखिन मङ्गलम विष्णु मङ्गल गरुड मङ्गले पुण्डरी कान्छ मङ्गलम जाऊ दिदी बडे दिदी आओ बडे दिदी जाऊ बडे दिदी आओ बडे दिदी जाऊ बडे दिदी आओ ओए दिदी रोका दिदी दिदी ओए दिदीको फोटो भन दिदी दिदीको भिडियो नमस्कार यता फर्किन अलि कुनातिर फोटो खिच्दिनु दिदी कुन मेरो एकछिन एकछिन यसको निराकरण पनि पहिला लगाइदिएन अनि पछि त पो हुन्छ हाल्दिम दुईटा एकैचोटि कि त्योमा पर्छ भनेर हो कि केकमा त्यो ऊ हुन्छ कि मुखमा नराम्रो आउँछ कि फोटो भनेर टाढा टाढा पारिदिएँ कि मैले त्यसो पर्नु पर्छ Happy birthday to you, 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 happy birthday to Disney, happy birthday to you. म चाहिँ आजको स्पेशल गेस्ट है गाइस म चाहिँ अभी दूर से आया हूँ दूर से आया हुआ भाई भाइले खुवाइदिनु दिदीलाई दिदीलाई खुवाइदिनु जन्मदिन होइन यहाँ काट्यो उसको लागि भन्छु सबैले गाइस फाइनली मेरो बर्थडे भ्लग यस्तै छ म चाहिँ अहिले अब सबैजनाले देखाउँछु म चाहिँ बल्ल बोल्न पाएँ Scene guy. ये बा रमिते